यो चाहिँ हजुरको एरिका पाम भनिन्छ। यो चाहिँ इन्डोरको लागि हजुरको बेस्ट प्लान्ट मानिन्छ हजुरको। यो एरिका पाम चाहिँ हजुरको इन्डोर चाहिँ इन्डोर सनलाइट हजुरको भित्र चाहिँ सनलाइट को साइडमा राख्नुभयो भने, सनलाइट आउने ठाउँमा राख्नुभयो भने हजुरको एकदम बेस्ट उपयुक्त हुन्छ हजुरको। अनि हजुरको यसको मल फर्टिलाइजर प्रयोग गर्ने विषयमा चाहिँ हजुरको यो बनडोस हजुरको बनडोस बनमिल चाहिँ हजुरको त्यो चाहिँ प्रयोग नगर्नु भए यसको लागि हजुरको बेस्ट उपयुक्त हुन्छ हजुरको। बनडोसले चाहिँ हजुरको यो फस्फरस हाई भएको हुनाले हजुरको यो जरामा चाहिँ अलिकति टेम्परेरी हाई भइसकेपछि हजुरको यसले चाहिँ फङ्गिसाइड भाइरसहरू चाहिँ आउने हुनाले हजुरको यो प्रयोग नगर्नु हुनको लागि यसमा चाहिँ बेस्ट हजुरको यो डिएपी कम्पोस्टहरू चाहिँ उपयुक्त हुन्छ हजुरको यसको लागि। नाइट्रोजन हजुरको डिएपीमा चाहिँ नाइट्रोजन चाहिँ अब हाई भएको हुनाले चाहिँ ग्रिनेरीको लागि चाहिँ एकदम उपयुक्तै हो हजुरको। हस् त हजुरको।